हे गाइस नमस्ते। आज म तपाईहरुलाई सानो मुकबाङ बनाउँदैछु। त्यसको लागि चाहिँ यहाँ छ पानी, यो चाहिँ छोराको सर्भिस, यहाँ चाहिँ जुस, ओरेन्ज जुस, यो पनि छोराको सर्भिस, अनि यहाँ चाहिँ आज सुक्खा रोटी है, अनि यो के भन्छ यसले पक्कु हैन, यो चाहिँ मटनको पक्कु, अनि यहाँ चाहिँ के अरे आलु, अनि काउली, अनि सब्जी भयो, अनि यहाँ थोरै काँक्रा, थोरै गाजर, अनि यो चाहिँ आँपको अचार, अनि यो चाहिँ रातो खुर्सानी, डल्ले खुर्सानी है। अनि अब सुरु कहाँबाट गरौँ? मासुबाट गर्ने। ओके सुरु गरे है। ओके खाएर भन्नु न, खाएर मिठो छ।